काबुल आक्रमणमा फेरि मृत्यु भएका बुटोलका जितेन्द्र थापा मगरकी श्रीमती गौतमी थापाले श्रीमानको शव बुटोल ल्याइदिन सरकारसँग अपिल गरेकी छिन्। घर बाहिरकै महिलाले आफ्नो श्रीमानको शव बुझेर अन्त्येष्टि गर्न सक्ने उनको आशंका छ। काठमाडौँमा उहाँले एक महिला राख्नु भएको भन्ने सुनेकी छु। उनले भनेकी छिन्, तर सम्बन्ध राख्न साथ सबै श्रीमती हुँदैनन्। गौतमीले आफूसँग भएको बिहे दर्ता र फोटो देखाइन् र कान्छो छोरो छेउमा राखेर भनिन्, सन्तान उनकै हुन्, श्रीमानको माया नलाग्ने कुरै भएन। गौतमी र जितेन्द्रका दुई छोरा छन्। मनिषा कक्षा 12 र विमल कक्षा 11 मा पढ्छन्। छोराहरूसँग श्रीमानको दिनदिनै कुरा हुने गरेको उनको भनाइ छ। गौतमीका अनुसार कान्छो छोरालाई जितेन्द्रले आर्मी बनाउने तालिम दिइरहेका छन्। उनी बुटोल उपमहानगरपालिका 13 देवीनगरको विजयपथ स्थित आफ्नै घरमा बस्दै आएकी छिन्। उनले आफ्ना श्रीमान गत फागुनमा दोस्रो पटक काबुल गएको बताइन्। झन्डै 18 वर्ष भारतीय सेनामा काम गरेका जितेन्द्रले 1 वर्ष इराकमा काम गरेका थिए। पछि करिब 4 वर्ष अघि अफगानिस्तानको काबुल पुगेका थिए। 2.5 वर्ष बिताएर घर फर्केका उनी फेरि काबुल गएका थिए। जितेन्द्रले 2 विवाह गरेका छन्। कान्छी भनिएकी श्रीमती सञ्जिता लामा काठमाडौँमा बसिन्। 2 वर्ष अघि विवाह गरेकी उनले 5 महिने छोरो पनि भएको बताएकी छिन्। केटी बिना बस्न नसक्ने श्रीमानको बानी नै थियो, गौतमीले भनिन्, तर घर बाहिर भएका सबै श्रीमती हुँदैनन्। कान्छा छोरा विमल भन्छन्, ड्याडीले एकदमै माया गर्नुहुन्थ्यो। आइतबार कुरा हुँदा मलाई तालिम कस्तो भइरहेको छ भनेर भन्नुभएको थियो। इलाका प्रहरी कार्यालय बुटोलका डीएसपी महेन्द्र खड्काले मिडिया र आफूहरूको सहयोगमा धेरै प्रयासपछि मात्रै जितेन्द्रको घरबारे पत्ता लगाएको बताएका छन्। बुटोल देवीनगरका जितेन्द्रको घरका छिमेकी लीलबहादुर विकले घटनाले दुखित बनाएको बताउँदै मृतकको शव बुटोलसम्म ल्याइदिने वातावरण मिलाइदिन आग्रह गरेका छन्।